हेलो एभ्रिवान, आजको गुड मर्निङ चाहिँ भगवानको कोठाबाट म गर्दैछु। सबैजनालाई भगवानले कल्याण गर्नुहोस्, पशुपतिनाथले सबै रक्षा गर्नुहोस्। हेर्नु न, अनि हाम्रो घरको यसमा चाहिँ ढुकुर आएर बसेको थियो, अनि हेरिरहेको थियो, अनि उडेर गयो। पानी परेर आजको बिहान बिहानै मौसम कस्तो छ, अनि खाना बनाउँदैछु एकदम छिटो छिटो। आज शनिबार ड्युटी हुनेहरूलाई कति हतार हुन्छ है। अनि निगुरोको तरकारी केलाएर राखेको थिएँ, अनि क्याप्सिकम र आलुको भुजिया अब टक्क लगाएर। अनि मलाई चाहिँ यो फलामको कराई एकदम मनपर्छ क्या, थोरै तेल पनि लाग्छ, मजाले तरकारीहरू भुटिन्छ पनि होइन। अनि मजा लाग्छ क्या मलाई यसमा पकाउनको लागि। अनि हेर्नु न, ऊ अब प्याज हालेँ, अब आलु हालेँ, अब क्याप्सिकमको तरकारी बनाएर टक्क लगाएर बिहान बिहानै ड्युटी जानुपर्छ नि त। अनि एकदम छिटो गरेर सबै घरको काम भ्याइवरी अनि दाल तरकारी गरेर अब होइन सबैजना अफिस जाने हुन्छ 8 बजेसम्ममा। हामी 8:30सम्ममा त सबै गइसक्छौँ। अनि बाबुको कपाल काट्नु थियो नि त, अनि काकालाई चाहिँ अब एकदम खतरामा हेर्नु न, कपाल काट्दै हुनुहुन्छ काकाले, फकाइ छोरालाई। अनि कपाल सपाल काटेर बाबुलाई नुहाएर अनि हामी सबैजना खाइपी गरेर अनि बाबुलाई माइत छोडेर हामी गयौँ शनिबारे। आज शनिबारे मेला लाग्छ यहाँ बजारमा, लुगाको सेल लाग्छ क्या। अनि हेर्न गएको थियौँ हामी, घर बस्दा लुगा केही भेटिहाल्छौँ कि भनेर। अनि यहाँनिर सबभन्दा ठुलो चाहिँ नि लुगाभन्दा पनि नि मोबाइलको कभर चाहिँ एकदम खतरा पाउँछ क्या। अनि म मोबाइलको कभर हेर्न आएको थिएँ खास गरीमा चाहिँ। अनि मोबाइलको कभर हेर्दाखेरि अनि पाइनँ, हामीले आज मोबाइलको कभरै आएको थिएन क्या। हल्का वेदर पनि कस्तो थियो, पानी परेर सिर पानी पर्दै फेरि रोकिँदै गरिरहेको थियो, अनि त्यही भएर पाइनँ। अनि अपार सफलता पछि हामी यहाँ फेसन फ्रेन्ड्स आउन सफल भयौँ उहाँलाई हाफ प्यान्ट हेर्नको लागि, तर हाफ प्यान्ट भेटिएन राम्रो भने जस्तो। अनि म फेरि ड्युटी आएँ वापस। अनि ड्युटी आएर अनि एकदम हेरिरहेको थिएँ, 5 मिनट मात्र भएको थियो। अनि चढेँ माथि आएर हेर्छु त पुरा शनिबार हो नि त आज, अनि पुरा भिड भइरहेको रहेछ है। अनि ऊ कति बेला भित्र आइसक्नु भएको रहेछ। भित्र आएर अनि हेरेँ अब ड्युटी सुरु भइसकेको छ। पवित्र चाहिँ मलाई भन्दैछ त मलाई कहिल्यै सुरुमा लिनुहोस् क्या भन्यो। अनि त्यही भएर उसलाई बसेकै बेलामा लिइदिएको। अनि आज एकदम भिड थियो होइन। अब स्टकहरू पनि गरिरहेको थियौँ, अब कस्टमर ह्यान्डल गरिरहेको थियौँ। ऊ हेर्नु न, त्यसलाई चाहिँ समृतिलाई चाहिँ त्यो एकदम मन परेको गिफ्ट अरे। अनि ऊ एकदम पढ्दैछ लिनको लागि। अनि त्यस पछाडि अनि हामी लन्च गयौँ। अनि लन्च गएर अनि मैले चाहिँ आज त्यही खिर अनि आलुको भुजिया लिएर आएको थिएँ खाजा। अरू सबैजना खाना खाँदैछन् गमागम। अनि खायौँ। अनि यसले चाहिँ स्मृतिले चाहिँ भन्दैछ, दिदी मेरो प्रोडक्ट पनि लिनु न, मेरो कम्पनीको प्रोडक्टको पनि प्रचार गर्नु न। यो न्यानोको डाइपर र न्यानोको प्याडहरू एकदम धेरै कम्फोर्टेबल छ है। 10% डिस्काउन्ट पनि लागेको छ सेन्ट्रल बजारमा, हाम्रो बजारमा। सबैजना भिजिट गरिदिनु होला, यो एकदम धेरै कम्फोर्टेबल छ क्या। अनि उहाँ हेर्नु न, कसले पिटो अरे उहाँ। अनि पुरा महिला स्मृतिलाई थर्काउँदैछ, स्मृतिले हानेर गएछ बिचरा पवित्रलाई। अनि पवित्रले चाहिँ मेरो नाम कसैले पनि लेखिँदैन, मेरो हातमा मेरो साउन्डमा कसैले मेरो नाम मेहन्दी लेखेन भनेर ऊ सबैको हातमा नाम लेखिदिँदैछ। मेरो हातमा